हेलो साथीहरू, हजुरले अगाडि देखेपछि बुझिहाल्नु होला आज के तरकारी पाक्दैछ भनेर। मेरो घर त घिरिम्ला पाक्दैछ। हजुरको घर के पाको नि? यो घिरिम्लाको तरकारी त मलाई त अति नै मनपर्छ कि। हजुरलाई कस्तो लाग्छ नि? कस्तो मिठो लाग्ने कि घिरिम्ला। अझ यो सुरुमा पाइने घिरिम्ला त यस्तो मनपर्छ भने पछि त अलि धेरै फलेर पनि होला, खासै ठिकै हुन्छ। तर सुरुमा पाइने घिरिम्ला त एकदम मिठो हुन्छ के। हेर्न अब घिरिम्लामा फेरि तोरी बिना त घिरिम्ला मिठै हुन्न। मैले त्यही भएर सुरुमै तोरी पड्काएँ। अब हामीले त सुकेको खुर्सानी खाइन्न कि फेरि साथीहरू, त्यही भएर हरियो खुर्सानी हालेँ मैले घिरिम्लामा। यसरी अब घिरिम्ला राख्नै पर्यो। मैले फेरि ठाडो काट्छु कि घिरिम्ला। अझ कसैले त टमाटर पनि राख्नुहुने रहेछ। मलाई फेरि सादै मनपर्छ है घिरिम्ला। त्यस्तो टमाटरहरू यताउति राखेको मनै पर्दैन कि। त्यसको घिरिम्लाको स्वादै गजै लाग्छ। अनि मैले त यहाँ नुन बेसार राखिदिएँ। अब यसरी राख्नै पर्यो नि त नुन बेसार त। अनि त्यसपछि एकैछिन चलाएँ। यसरी एकैछिन चलाउने। अब यसको एकैछिन पछि त पानी छोड्छ नि त घिरिम्लाले। तर अहिलेको घिरिम्लाले पनि खासै पानी छोड्दैन है, सुरुमा पाइने घिरिम्लाले। अनि त्यसपछि कस्तो मजाले लपक्क मिठो पनि हुन्छ कि। हेर्नु न, मैले ल्याइदिएँ एकैछिन अब पाकोस् भनेर। अब यो अदुवा थिच्दा फेरि आफूलाई जोसँग रिस उठेको नि त्यसैलाई सम्झेर थिच्ने भने त एकैछिनमा भइन्छ। हेर्नु न, मैले एकैछिनमा क्रस गरेर भइसकेँ। अब त पानी पनि छोडेर हल्का छोडेर चाहिँ खासै छोडेको थिएन कि यो घिरिम्लाले। फेरि हाम्रो घरै बारीमा फलेको घिरिम्ला हो, त्यसैले पनि होला खासै छोडेकै थिएन, हल्का मात्रै छोडेको थियो। अहिले खाम चाहिँ भइसक्यो। त्यसपछि मैले अदुवा हालेँ। अदुवा हालेर अब यसो चलाएँ। एकैछिन अब अदुवा हालेपछि एकैछिन पकाइदिनु पर्यो नि त। खासै त होइन, 1 मिनट पनि पुरा राखेन होला मैले। एकैछिन राखेँ, अदुवा राखेर ढाकिदिएँ। अनि एकैछिनपछि 1 मिनट पनि राखेन। अनि हेरेँ, यस्तो मजाले हेर्नु त लपक्कै परेर पकाएको थियो। यस्तो हेर्दै खाम भयो थियो। मैले त आज यो घिरिम्लाको तरकारीसँग भात पनि कति धेरै खाएँ।